प्रशिक्षकज्यूहरूले बडा इन्ट्रेस्टिङका साथ यो क्रियाकलापहरू गराउनुभयो। असाध्यै जोस र जाँगरका साथ सहभागी भयौँ हामी सबैलाई यसको लागि धन्यवाद। र यो इन्ट्रेस्टिङ कार्यक्रम छ। यो तालिमको सार तत्त्व के रहेछ भने सकारात्मक र अलिकति कुरा पनि छोटो धेरै कुरा राख्न चाहेन, सबै कुरा आइसकेका छ, समय पनि धेरै छैन। अब दिदीले भन्नुभयो कि अब पहिलो टार्गेट हामीले स्कुलहरू विद्यालयहरूमा गर्ने हुँदाखेरि हुनु त ठुलो कुरो भएन। त्यसको लागि मैले सानो एउटा चाहिँ सन्देश के दिन चाहन्छु भने भिसासा भनेर गयो भने स्कुलहरूलाई अत्यन्त त्यो इफेक्टिभ होला। भिसासा अर्थात् भ्यालुज इन स्टुडेन्ट्स अ स्पिरिचुअल approach. न्यूज हैन त्यो ड्रामामा त्यो सिन हामी देख्न पाऊँ। यसै शुभ आशाका साथ आजको प्रमुख अतिथिज्यूलाई आफ्नो शुभ मन्तव्य राखिदिनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद आदरणीय दिदी जितेन्द्र सिंहजी। भियासा कार्यक्रम सम्बन्धी आजको अभिमुखी कार्यक्रमका सभापति अध्यक्ष तथा राजयोगी तपस्विनी आदरणीय दिदी अनिताज्यू, त्यसै गरी सम्पूर्ण आदरणीय दिदीहरू, आजको यो भियासा कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण प्रिय आत्माहरू, सम्पूर्णमा म निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन क्याप्सनको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट र मेरो विद्यालय हिमाल एकाडेमीको तर्फबाट म हार्दिक न्यानो अभिवादन गर्न चाहन्छु। आज यो भियासा सम्बन्धी अभिमुखीकरण कार्यक्रम भनेपछि यो भियासा नाम चाहिँ सुनेको, तर यो भित्र के छ भन्ने कुरा चाहिँ थाहा नपाएको। अनि आदरणीय दिदीले फोन गरिसकेपछि म त इन्ट्रेस्टेड छु, जसरी नै आउँछु भनेर भने। अनि म 12 बजे नै आइपुगेको थिएँ। अरू साथीहरूसँगको अरू मिटिङहरूमा भएर आउन अलिकति ढिलाइ भयो। म सरी भन्न चाहन्छु आदरणीय दिदीहरूप्रति। आजको यो कार्यक्रमले असाध्यै खुसी दिलाएको छ। यसलाई मैले कसरी आफ्नो तरिकाले व्याख्या गरौँ, म तपाईँहरूको सानो एउटा प्रसङ्ग सेयर गर्न चाहन्छु। एकजना शिक्षकले आफ्नो विद्यार्थी, आफ्नो चेलालाई, आफ्नो शिक्षार्थी विद्यार्थीलाई भन्नुभएछ, बाबु म तिमीलाई आज एउटा संसारको नक्सा दिन्छु, वर्ल्डको म्याप दिन्छु र तिमीहरूले यो म्यापलाई टुक्रा टुक्रा पारेर च्यात्नुपर्नेछ र जसले धेरै च्यात्न सक्छ उसले धेरै ठुलो इनाम पाउँछ, पुरस्कार पाउँछ। बच्चाहरू कसी अनि यति धेरै टुक्रा पारे पुरस्कार पाउँछु भनेर एकदमै मसिनो टुक्रा बनाए। अति स्नेही, अति प्यारो
शिव बाबाको प्यारो बच्चा मधुसूदन सरज्यू र आज हाम्रो यस भ्यासा कार्यक्रममा पाउनुभएका मञ्च आसीन सम्पूर्ण अतिथिज्यूहरू, मञ्च अभिमुख अतिथिज्यूहरू, मलाई लागेको छ पक्कै पनि आज यहाँहरूको यो भ्यासा कार्यक्रमले यहाँको जीवनमा नयाँ ऊर्जा, नयाँ शक्ति प्रदान गरेको छ र सकारात्मक सोचको विकास गरेर आफ्नो जीवनलाई दिव्य गुणले सजाएर जानुहुनेछ। यो मनोरञ्जन, यो खुसी आज एकछिनको लागि मात्रै नभएर, यो 2 घण्टाको क्लासले मात्रै नभएर यहाँहरू जहाँ हुनुहुन्छ, जुन कार्य व्यवसायमा हुनुहुन्छ, वहाँ गएर पनि उहाँले यो मनलाई शान्ति, खुसी र रिफ्रेस बनाउनु हुनेछ भन्ने पूर्ण विश्वास गर्दछु र आजको यस भ्यासा कार्यक्रममा आफ्नो समय दिएर पाल्नुहुने सम्पूर्ण परमात्मा प्रेमी आत्मिक दाजुभाइ तथा दिदीबहिनीहरूलाई परमात्मा शिव बाबाको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट र यस ब्रह्मकुमारी सूर्य विश्वविद्यालय भुराई शाखाको तर्फबाट हृदयदेखिबाट धन्यवाद दिँदै आजको भ्यासा कार्यक्रम सम्पन्न भएको घोषणा गर्दै आफ्नो शब्दहरूलाई अन्त गर्दछु। धन्यवाद।